हे एभ्रिवान, के छ तपाईँहरू? सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चैमै आरामै छु र आज म घुम्न आइरहेको छु। आज म एक्लै नै छु। म यस्तो ठाउँ पनि लिनेछु तपाईँहरूलाई। हिजो भर्खर अस्तिलो हाम्रो दुईजना बच्चाहरूलाई भूतले लुकाइरहेको थियो र त्यो ठाउँ म तपाईँहरूलाई लिनेछु होइन। अहिले त्यो ट्याङ्की देखाउने छु, त्यहाँ कस्तोवाला थियो, त्यहाँ त्यो कस्तो ठाउँ छ भनेर म त्यहाँ लिनेछु है त। र त्यो ठाउँ चाहिँ अहिले धेरै नै लगभग यहाँबाट धेरै 10 किलोमिटर उता होला र म त्यहीँ गएर पनि तपाईँलाई देखाउने छु र उता गएर र तपाईँलाई बताउने छु है त गाइज। अहिलेको लागि हाम्रो गाउँको डाँडाकुँडा हो, देख्न सक्नुहुन्छ यहाँ तलि कुडारी बजार हाम्रो। यो हाम्रो कुडारी बजार हो, यो हाम्रो गाउँ हो अहिले। तर यो म यता गाउँ आइरहेको छु र यता गाउँ पनि यो छैन र त्यसैले म यता गएर आएको छु र म जाने चाहिँ त्यहाँ पारी छ नि यो ट्याङ्की हो, त्यहीँ हो बच्चाले गरेको। म त्यहीँ गएर तपाईँलाई राम्रोसँग देखाउने छु है त गाइज। ल जाउँ है। यता आइरहेको छु र म यहाँदेखि पुग्न पनि लागिरहेको छु। लगभग म 5 किलोमिटर आइसकेको छु र अब 5 किलोमिटर अझै छ ठ्याक्क चाहिँ म त्यहाँ पुगेर तपाईँलाई र एकचोटि तल त्यो ट्याङ्की छ नि त, त्यसमा गएर हामी ट्याङ्कीमा पहिला त्यो पानी थियो, त्यसैले म त्यहाँ ट्याङ्कीमा गएर एकछिन तपाईँहरूलाई बोलाउँछु है त। यो हो हाम्रो ट्याङ्की र देख्न सक्नुहुन्छ यो हाम्रो ट्याङ्की हो र हामी पहिला यहाँ हुने बेला हामी यहाँ पौडी खेल्थ्यौँ र यहाँ त्यो गएर पनि तपाईँले देखाउने छु अहिले, किनकि यहाँ पानी छैन कि पानी छैन, असली पानी पनि आउँदैन त्यसैले। र देख्न सक्नुहुन्छ यो खोला हो, खोला र मलाई पारी जानुपर्ने छ, पारी। र म अहिले यता आइरहेको छु, एकछिन यो ट्याङ्कीमा जाने निर्णय गरेको छु र देख्न सक्नुहुन्छ यो हाम्रो ट्याङ्की देख्न सक्नुहुन्छ। ट्याङ्कीभित्र पनि जान्छु है गाइज। र देख्न सक्नुहुन्छ वरिपरि यो ग्यामिन तार हालेको छ र देख्न सक्नुहुन्छ अब यहाँ यसको भित्र जाँदै कस्तो फिल हुँदो रहेछ र त्यसको लागि यहाँ देख्न सक्नुहुन्छ यहाँ हामी पहिला बल सल खेल्थ्यौँ र देख्न सक्नुहुन्छ यहाँ र म यो यहाँभित्र जान्छु है त, कस्तो फिल आउँछ एकछिन म भन्नेछु। र यो सिडी हाम्रो, यो सिडीबाट टेकेर जाने, सिडीबाट टेकेर अर्को सिडीमा ओ र देख्न सक्नुहुन्छ गाइज यो कस्तो दामी आवाज आउँछ। मैले एकचोटि ओइ गर्दाखेरि ओइ ठुलोवाला आवाज आउँछ। देख्न सक्नुहुन्छ यो माथि जाने आउने सिडी हो, देख्न सक्नुहुन्छ यो। र म अहिले यहाँभित्र आइरहेको छु, या कस्तो मजा आइरहेको छ गाइज। तर यसमा अलग्गै लेभलको छ कि गाइज, मलाई लास्टै दिल गर्यो। पहिला हामी यहाँ पौडी खेल्थ्यौँ, यहाँ कति भरि पानी थियो, त्यसैले हामीहरू आउँथ्यौँ यहाँ पौडी खेल्थ्यौँ र अब त्यहाँ मैले 2टा साना बच्चालाई दिएको ठाउँ र त्यहाँ कस्तो रहस्य छ म त्यही लिएर जानेछु। यो भ्लगलाई अन्तिमसम्म हेरिदिनु होला, लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला, कमेन्ट गर्नुहोला तपाईँ कस्तो हुनुहुन्छ र तपाईँ कहाँबाट यो भिडियो हेर्दै हुनुहुन्छ। मेरो नाम हो लक्ष्मण र तपाईँले हेर्दै हुनुहुन्छ मेरो युट्युब च्यानल विवेक त्रिवा। र अब म त्यहाँ पुगिसकेपछि म तपाईँलाई देखाउनेछु। गाइज म फसिगेँ त यार, कसरी जाने? ओ यार देख्न सक्नुहुन्छ गाइज यहाँ म जान लागिरहेको छु, यहाँ हुँदैन क्या। यो कस्तो सिडी छ, माथि खमन्ने पनि छैन, धेरै हल्को छ, देख्न सक्नुहुन्छ। म कसरी जाउँ त? यता पाइप छ, यता पाइपले गर्दाखेरि जान्छु है त गाइज। र यता पाइपले गर्दाखेरि जान्छु, कस्तो होला जसरी भए पनि जान्छु गाइज। र मलाई पर जानु एकछिन तपाईँलाई देखाउनुको लागि मात्र आएको र म अब जान पुगि नै लागेको छु।
गाइस म पुग्न लागे र म देख्न सक्नुहुन्छ यहाँ पुगिसके र देख्न सक्नुहुन्छ गाइस पर एउटा मान्छे हो र म पारि गएर तपाईहरुलाई देखाउने छु है त। र देख्न सक्नुहुन्छ म त्यहाँ पुग्न नै लागिरहेको छु। प्लिज गाइस यार एक सब्सक्राइब त गरिदिनुहोस्, एक लाइक र एक सब्सक्राइब त गरिदिनुहोस्। अरू मैले के मागेको छु र प्लिज एक लाइक र एक सब्सक्राइब त मागेको छु, सब्सक्राइब त गरिदिनुहोस्। यति मेहनत गरिरहेको छु तर ठुला मान्छेहरूले थाहा हुँदैन कि यो सानो मान्छेले कति मेहनत गरेको हुन्छ भनेर। तर ठुलो क्रिएटरहरूको मात्रै भिडियो हेर्छन्, हामीहरूको सानोवालाको भिडियो हेर्दैनन्। त्यसैले प्लिज गाइस सब्सक्राइब गरिदिनु होला प्लिज यार, धेरै दिनबाट भिडियो हाल्नु प्लिज। र म सबै कुरा उता गएपछि भन्छु है त गाइस। देख्न सक्नुहुन्छ बाटो र यहाँ तलिपट्टि खेत हो र देख्न सक्नुहुन्छ यहाँ र यो हो पुरा हाम्रो यो उतापट्टि देख्न सक्नुहुन्छ हाम्रो गाउँ र तलि कर्णाली बगडो हो र देख्न सक्नुहुन्छ यहाँ र म उता जान लागिरहेको छु र म त्यहीँ गएर तपाईहरुलाई देखाउने छु। र त्यहाँ गइसकेपछि तपाईलाई दुईवटा बच्चाले भर्खर अस्ति नै त्यहाँ भूतले लुकाइरहेको थियो तर अझै पनि म मेहनत डर लागिरहेको हुन त दिउँसोमा चाहिँ केही पनि डर लाग्दैन मलाई। र देख्न सक्नुहुन्छ यो हाम्रो ट्याङ्की हो, यहाँबाट मानिसहरू पानी लिएर तरि यहाँ खेतमा हाल्छन् कि खेतमा हालेर ठ्याक्क खेतमा जान्छ र त्यसपछि त्यहाँबाट खेतीपाती गर्छन्। र म एकछिन ट्याङ्कीमा आइरहेको छु। देख्न सक्नुहुन्छ यहाँको सेटअप र भित्र गएर पनि देखाउँदैछु तपाईहरुलाई र उता चल्छु है त गाइस। यहाँ कस्तो यो उधिएको ऊहरू छ देख्न सक्नुहुन्छ, यस्तो छ यो बाटोबाट उता जाने हो देख्न सक्नुहुन्छ। म तपाईलाई त्यहीँ गएर बोल्नेछु है गाइस। मैले यो अलिकता भिडियोहरू फालिदिएँ त्यसैले अहिले मेमोरी भरिरहेको छैन र मैले फेरि पनि तपाईलाई सुरु गर्न गइरहेको छु है त गाइस। र म त्यहाँ कुन ठाउँ हो र कसरी भइरहेको थियो र म लगभग यहाँ पुगिसकेँ। यो खोलो देख्न सक्नुहुन्छ नि, यो खोलो र यो खोलो चाहिँ नि यो पुरा यो गाउँ हो र गाउँको पछाडि यहाँ खोलो हो र देख्न सक्नुहुन्छ यो माथि डाँडाकुँडा मतलब त्यो अस्ति बच्चाले हराएको त्यो रुख छ नि यो अहिले दिउँसोमा छ यो राति 12 बजे वा 10 बजे 8 बजे त्यहाँ बच्चाहरूले लुकाउने गर्दछ। र म अहिले ढिलो नगरिकन घरतिर जान्छु र यही नै थियो गाइस देखाउनको लागि। कस्तो लाग्यो लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला र यस्तै ब्लग देख्नको लागि चाहिँ तपाईले मेरो च्यानल सब्सक्राइब गरिदिनु होला र मसँग जोड्न पनि नबिर्सिनु होला र अरू के गर्न चाहियो मलाई कमेन्ट गरेर जरुर बताउनु होला र अहिलेको लागि बाइ बाइ।